एउटा यस्तो पहाडको कल्पना गर्नुहोस् जुन संसारकै सबैभन्दा पवित्र मानिन्छ, तर जसको शिखरमा आजसम्म कसैले पाइला टेक्न सकेको छैन। यो कैलाश पर्वतको कथा हो। तर किन? के यो साँच्चै असम्भव भएर हो वा यसको पछाडि कुनै गहिरो कारण लुकेको छ? आउनुहोस्, आज हामी यही रहस्यको पत्र खोतल्नेछौँ। अब यो रहस्य बुझ्नका लागि पहिले यो अचम्मको भिन्नतालाई हेरौँ न। संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा 7000 भन्दा बढी पटक आरोहण भइसकेको छ, तर त्योभन्दा झण्डै 2000 मिटर होचो कैलाश पर्वतको शिखरमा आजसम्म आधिकारिक रूपमा कसैको पाइला परेको छैन। शून्य हो। यही विरोधाभासबाट हाम्रो खोज सुरु हुन्छ। त्यसो भए आखिर के हो त त्यो कुरा जसले यो पवित्र पर्वतलाई आरोहण गर्नबाट रोकिरहेको छ? यसको जवाफ खोज्न हामीले पहाडको चट्टानभन्दा पर मानिसको आस्था र विश्वासको गहिराईमा हेर्नुपर्छ। कैलाश पर्वत केवल ढुङ्गा र हिउँको थुप्रो मात्रै होइन, यो त एसियाको आध्यात्मिक मुटु हो, जहाँ चारवटा धर्मको आस्था एकै ठाउँमा आएर ठोकिन्छ। यसको रहस्यको जड पनि यही कतै लुकेको छ। हिन्दू धर्ममा कैलाश पर्वतलाई साक्षात् भगवान शिवको घर मानिन्छ। यो त्यो दिव्य स्थान हो जहाँ उहाँ आफ्नी पत्नी पार्वतीसँग अनन्त ध्यानमा लीन हुनुहुन्छ। त्यसैले हिन्दूहरूका लागि यो ब्रह्माण्डकै सबैभन्दा पवित्र स्थलहरूमध्ये एक हो। तर कथा यतिमै सकिँदैन। बौद्ध धर्ममा पनि यही शिखरलाई बुद्ध डेमचोकको वासस्थान मानिन्छ। उहाँ सर्वोच्च आनन्द र परम ज्ञानको प्रतीक हुनुहुन्छ, जसले यो पर्वतको आध्यात्मिक महत्त्वलाई अझै गहिरो बनाइदिन्छ। त्यस्तै जैन धर्मावलम्बीहरूका लागि पनि यो स्थान उत्तिकै महत्त्वपूर्ण छ। उनीहरू यसलाई अष्टापद भन्छन्। उनीहरूको विश्वासअनुसार यही नै उनीहरूका प्रथम तीर्थङ्कर ऋषभदेवले मोक्ष अर्थात् जीवन मरणको चक्रबाट मुक्ति प्राप्त गर्नुभएको थियो। अनि चौथो, तिब्बतको पुरानो बोन परम्परा। उनीहरू कैलाशलाई एक्सिस मुण्डी अर्थात् संसारको धुरी मान्छन्, त्यो पवित्र बिन्दु जहाँ स्वर्गले पृथ्वीलाई छुन्छ। सोच्नुहोस् त, 4वटा फरक आस्था, तर सबैको केन्द्र एउटै पर्वत। अब यति गहिरो आस्था र विश्वास भएपछि रहस्यमय कथाहरू त जोडियै हाल्छन् नि, होइन त? कैलाश पर्वतसँग यस्ता अनौठा कथाहरू जोडिएका छन् जसले मानिसलाई सोच्न बाध्य बनाउँछ। आउनुहोस्, यी कथाहरूलाई अलि नजिकबाट निहालौँ र हेरौँ सत्य के हो र मिथ के। सबैभन्दा चर्चित दावीहरूमध्ये एउटा छ कैलाश नजिक समयको गति तेज हुन्छ भन्ने। भनिन्छ त्यहाँ बिताएको केही घण्टा बाहिरी संसारको हप्तौं बराबर हुन्छ। मानिसको कपाल र नङ एकदमै छिटो बढ्छ रे र मान्छे छिट्टै बुढो हुन्छ भन्ने जस्ता कथाहरू सुनिन्छन्। तर एकछिन है, यो सनसनीपूर्ण दावी आयो कहाँबाट? जब हामीले यसको जरो खोज्दै गयौँ तब के भेट्यो भने यी सबै कथाहरू एक रुसी नेत्रचिकित्सकको अप्रमाणित लेखबाट फैलिएका रहेछन्। यसको कुनै वैज्ञानिक आधार वा प्रमाण आजसम्म भेटिएको छैन। अब समयको कुरा त भयो, तर कैलाशको रहस्य यतिमै सीमित छैन। त्यहाँ नजिकै रहेका 2 तालहरूको कथा पनि उस्तै अनौठो छ। एकातिर शान्त र मिठो पानीको मानसरोवर ताल, जसलाई दिव्यताको प्रतीक मानिन्छ, अनि ठिक त्यसको छेउमा अर्कोतिर अशान्त र नुनिलो पानीको राक्षस ताल, जसलाई नकारात्मक शक्तिको स्रोत ठानिन्छ। सुन्दा त यो कुनै दैवी चमत्कार जस्तो लाग्छ, तर यसको पछाडि एउटा रोचक वैज्ञानिक कारण छ। राक्षस ताल वास्तवमा एन्डोरोइक बेसिन हो। यसको मतलब यसको पानी बाहिर बगेर जाने कुनै ठाउँ छैन। हजारौं वर्षदेखि पानी बाफ बनेर उड्दै गयो, तर त्यहाँ भएका नुन र खनिजहरू त्यही जम्मा हुँदै गए, जसले गर्दा यसको पानी नुनिलो र जीवनविहीन भयो। अनि तालको मात्रै कुरा होइन, कैलाश पर्वतको त्यो पिरामिड जस्तो आकार, धेरैले यसलाई मान्छेले बनाएको हो कि भन्नेसम्म सोध्छन्। तर विज्ञानले अर्कै कथा बताउँछ। यो अद्भुत आकार हिमयुगमा हिमनदीहरूले चट्टानलाई काटेर बनेको एक प्राकृतिक संरचना हो, ठ्याक्कै युरोपको म्याटरहर्न पर्वत जस्तै। ल, त्यसो भए यदि यी सबै रहस्यहरूको वैज्ञानिक व्याख्या छ भने असली प्रश्न त बाँकी नै छ। कैलाश किन आजसम्म आरोहण गरिएन? जवाफ अचम्मको कुरा पहाडको उचाइ वा कठिनाइमा होइन, बरु मानिसको मनभित्र, उसको छुनौटमा छ। यो असम्भव भएर होइन, यो त सम्मानका लागि गरिएको एउटा जानीबुझिकनको छुनौट हो। यो कथाले एउटा निर्णायक मोड लिन्छ सन् 1985 मा।
त्यसबेला इतिहासकै सबैभन्दा महान पर्वतारोहीहरूमध्ये एक रेनहोल्ड मेस्नरलाई चिनिया सरकारले कैलाश आरोहण गर्ने अनुमति दियो। सोच्नुहोस् त, संसारको कुनै पनि आरोहीका लागि यो कति ठूलो अवसर थियो होला। तर मेस्नरले त्यो अवसरलाई ठाडै अस्वीकार गरिदिए। उनले भनेका थिए, यदि हामीले यो हिमाल चढ्यौँ भने हामीले मानिसहरूको आत्मामा रहेको केही महत्त्वपूर्ण कुरा नष्ट गर्नेछौँ। उनको लागि केही शिखरहरू विजयका लागि होइनन्, सम्मानका लागि हुन्छन्। मेस्नरको त्यो निर्णयले एउटा ठूलो प्रभाव पार्यो। जब सन् 2001मा एक स्पेनी टोलीले आरोहणको प्रयास गर्यो, विश्वभरका मानिसहरूले यसको विरोध गरे। यही अन्तर्राष्ट्रिय दबावका कारण अन्ततः चिनिया सरकारले कैलाशमा आरोहण गर्न स्थायी रूपमा प्रतिबन्ध लगायो। त्यसैले कैलाशको कथाले हामीलाई अभिजित हुनुको अर्थ के हो भनेर फेरि एकपटक सोच्न बाध्य बनाउँछ। के यो केवल एउटा भौतिक चुनौती मात्र हो, वा त्योभन्दा धेरै माथि श्रद्धाको प्रतीक हो? कैलाशको शिखरमा कोही नपुग्नु पर्वतारोहणको असफलता होइन, यो त मानवताको सफलता हो। यो एउटा दुर्लभ उदाहरण हो जहाँ हामीले विजयभन्दा श्रद्धालाई र अहङ्कारभन्दा सम्मानलाई रोज्यौं। यसको आरोहण गर्न नसकिने स्थिति कुनै भौतिक बाधाले होइन, बरु हाम्रो सामूहिक सम्मानको एउटा सुन्दर प्रमाण हो। त्यसो भए यो पुरै कथाको सार के हो त? पहिलो, यसले सिकाउँछ कि केही कुराहरू जित्नका लागि होइनन्, सम्मान गर्नका लागि हुन्छन्। दोस्रो, यो विभिन्न संस्कृति र धर्मको साझा विश्वासप्रतिको सम्मानको प्रतीक हो। र सबैभन्दा महत्त्वपूर्ण, यसको वास्तविक रहस्य कुनै अलौकिक शक्तिमा होइन, बरु मानवीय छुनोटमा लुकेको छ। अनि अन्त्यमा एउटा प्रश्न सोचिरहनका लागि छोडेर जाँदैछौँ। हरेक कुरामाथि विजय हासिल गर्ने होडबाजी चलेको यो युगमा सम्मान रोज्नुको अर्थ के होला?